Get so baby. Got a gang, baby. Gang for life. Justin Bieber is there, man. Justin Bieber को पारामा के छ केटा हो के हो पैसा कमाउन नि दिन्न केटाहरु राम्रोसँग खै के हो सुनिरा चाहिँ मैले दोस लाइटर छ त्यता कुरा क्लियर हान्दिउँ न सर्लक्क आउँदै गर एकछिन म भन्छु सब आउ पुलअप को बोलाउ त बरु के हो कुरा के हो ओइ दोस्त ल्याउ मोबाइल तिम्रो एकछिन म एकछिन कुरा गरिहाल्छु क्लियर सकाइदिन्छु म कुरा बाइ द वे के हो कुरा भन्दाखेरि यस्तो हो रोग एकछिन अझै आऊ म भन्छु सब मलाई यस्तो कुरा मतलब पनि थिएन मलाई बाल पनि थिएन म 10 लाखको कुरा आएको भएर मात्र यास भने हो नत्र मलाई मतलबै थिएन ठीक छ त्यो कुरा फेर्दै हिँड्छ ग्वाला पर्पल दुईटै बवाल हो क्या केटा हो क्रेजी हो तिमीहरूमा चिक्ने अहिले केही पनि देखेको छैन मुजी अबको 2 वर्षमा चिक्ने को हो तिमीहरूले रियल चिन्छ चिक्ने क्रेजी बारेमा भन्नै पर्दैन जस काम हेरेर बस अहिलेलाई तिमीहरूको एडभाइस पनि चाहिँदैन केटाहरू चिक्ने राम्रोसँग पैसा कमाउनु नि दिँदैन कमाम गरौँ दामी बनाऊँ भन्नु मुजी कहाँ छ चिक्ने मुजी कुरै रन्डीहरू आइमे जस्तो कुराहरू हुन्छ भनेको छैन आज पर्पल सर्पल अन्ली ग्वाला नेगो पर्पल आउँछ अहिले ए अनि घले भाइसँग केही पनि भएको छैन त घले भाइसँग त हाम्रो कुरा भइरहेको छ त मेरो हिजो कल भएको थियो घलेसँग घले भाइ हाम्रो ग्याङ हो ग्याङ फर लाइफ हो घले भाइ घले भाइ र हाम्रो अर्कै छ यार बन्डिङ तिमीहरूले मुझे बुझ्दैन यस्तो कुराहरू ब्रदर्स जस्तो छ ब्रदर्स घले भाइ हाम्रो ब्रदर हो ब्रदर गएर सोद्धा हुन्छ घले भाइलाई ग्याङ हो घले भाइ त्यही हो म त मान्छे फ्याट कुरा गर्ने हो कि मलाई मान्छे म अस्ति भोलको एक भाइलाई कल गरेर यस्तो भएको थियो भोलको एक भाइलाई कल गरेँ मैले राम्रोसँग कल गरौँ न यो कुराहरू किन माछिक्ने बिचमा रन्डी किन मुजी यो बिफलाई मुजी फिजिकल बनाउने ठिक छ बक्सिङ त ठिकै हो बक्सिङ भने त चिक्ने लिगल स्पोर्ट हो त्यही भएर नि एप्रुभ गरे हो कि लिगल स्पोर्ट विथ मनी लिगल स्पोर्ट भनेको मुजी जति झगडा गरे पनि चौकी पर्दैन सबै कुरा वेल म्यानेज वेल प्रपरली सबै कुरा सब म्यानेज भएर मुजी हुने कुरा हो एकदम मुजी फिक्स्ड भएर सो त्यो कुरामा एक्सेप्ट गरे हो कि केटा हो त्यो चिक्ने स्ट्रिट फाइट जमानामा गरेको अहिले पैसा कमाउन हिँडेर हो ऱ्याप हाने किन पैसा कमाउन एनी आऊ पैसा कमाऊ सो पैसा कमाउन देऊ तिमीहरू कमाउनु नभने नकमाऊ वी डोन्ट निड यु नेगो बुझ्दैनौ तिमीहरू मुजी चाहिँदैन चिक्ने हाम्रो बाटोमा तिमीहरू आफै आएको सो त्यही हो काम भइरहेछ क्रेजी काम भइरहेछ चिक्ने नेपालमा चिक्ने
टप 10 ऱ्यापरहरूले नि गरिरहेको छैन यसरी काम। त्यस्तो काम भइरहेछ। सो काम गर्न देऊ, एकछिन मजाले काम गर्छौँ हामी। उहाँ खतरा खतरा कामहरू भिडियोहरू खिचिरहेछ। गीत अडियो मुजी नेपालमै चिक्ने कोही मुजी ऱ्यापर्सहरूले नगरे साउन्ड छ, आउँदैछ, आइ पनि सक्यो आधाउधी। गएर सुन, माया देखाऊ, छिक्ने झडा गर्नलाई मुजी चुन 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 नपर क्या केटा छिक्ने जे कुरा माने मुजी ओ ए भन्यो भने रणदिकी छोरा ए त्यो कुरालाई मुजी यत्रो बनाएको छ मा छिक्ने ए गऱ्यो भने रणदिकी छोरा एरोप्लेन बनाइदिएको छ मा छिक्ने कुरा केही होइन के, केही पनि होइन छिक्ने। हाम्रो जोसँग कस थियो त्योलाई कोट्टाएको थियो पर्पलले, त्यो मुजी फोकटमा कोट्टाएको पनि होइन। तिमीहरू आ फोकटमा कोट्टाउन, अझ म त झन् चिक्ने बोलेको पनि थिएन। तिमी मुजी मेरै बारेमा बोल्या हो पहिला, म बोल्या पनि छैन, मलाई त केही मतलब पनि छैन चिक्ने। म त आफ्नो म्युजिक गरिरहेको छु, मलाई त टाइमै छैन। वाइल्ड खतरा म्युजिक गर्न मन लाग्छ मलाई, त्यो मुजी बिपसिप पर्न मन लाग्दैन। म्युजिक गर्न मलाई, तिमीहरूलाई म्युजिक देखाउन मन लाग्छ मलाई। त्यो तरिकाले हिँड्रा हो चिक्ने। अब तिमीहरू मुजी जहिले झडा गरौँ झडा गरौँ झडा गरौँ झडा गरौँ छिक्ने। कति झडा गर्ने हो? त्यही झडाबाट निस्केर यता मुजी राम्रो काम गरौँ मुजी, दामी मुजी प्रेजेन्ट गरेर एउटा मुजी नेपाललाई देखाम, त्यसरी हिँडिरा हो क्या ब्रदर। सो होइन केटा बुझ न, सजिलो छ त हौ। कहाँ पुगिसक्यो इन्डियामा चिने कम्पिटिसनको मुजी लेभलमै छैन मुजी। 1 करोडको म्युजिक भिडियो हान्न थालिसक्यो इन्डियाले, र नि हामी यहाँ नेपालीहरूमा चिक्ने टोलमा आइज डोलमा आइज मुजी। अस्ति भनिसकेँ त मैले, अस्ति एनाउन्स गरेँ हो त मैले मुजी यो बिप सिप छोडिदिउँ, म मुजी म्युजिकतिर लागिरहेको छु, अब मलाई म्युजिकमा लाग्न देऊ, त्यही भनिरहेको छु मुजी। जति बेला नि म्याचिङ कोट्टा छ म बोलेन भन्यो भनेर म अघि बुल्फीले नि कल गरिरहेको थियो। खै उसले कल गर्यो हेलो को हो भन्यो, अनि काटिदियो। खै के हो त्यस्तो झडै गर्न त मन होइन। ऊ मुजी 10 लाख लिएर आउँछु भनेको भएर मात्र रेडी भयो। त्यो झडा गर्ने मनस्थिति, त्यो मुजी माइन्डसेट केही पनि होइन। जस्ट मुजी टाइम अनुसार को बडी बोलिरहेको थियो त्यसको एन्सर मात्र दियो पर्पलले, बुझ्यौ? त्यति हो। पर्पलको एन्सर सुन्न सक्दैनौ भने नबोल। म अब मुजी पर्पलकै साइडमा हो यसरी धर्साको र ग्याङ फर लाइफको यतापट्टि, अनि तिमीहरू ऱ्यापरहरूको उतापट्टि यसरी धर्साको र 100 जना उता भयो भने म चाहिँ यता हुन्छु, बुझ्यौ? 100 जनै मर्छ मुजी, 100 जना यता होला, तर म यता हुन्छु। पर्पलै भएन भने पनि म यहीँ हुन्छु, म हुन्छु। 100 जना आयो नि हुन्छ बाबु, 100 जना पुरै आगो लगाइदिन्छु मुजी। त्यस्तो हो। फेरि 100 जना भनेर तिमीहरू 100 जनालाई भने होइन कि, त्यो कन्डिसन आयो भने पनि म यता छु, त्यसरी बुझ। तिमीहरूलाई त चिक्ने बुझाउनु पर्छ, यसरी घुमाएर सिधा कुरा गऱ्यो भने मा चिक्ने के भन्ने हो। कुरा गरेँ, कुराकै दुःख। दामी गीत लेखेको छु हिजो, लेजी दाइकोमा गएर बब्बाल गीत बनाएको छु। त्यसलाई निकाल्नतिर लागिरहेको छु, कसरी गर्ने काम, के गर्ने, त्यतातिर सजेसन गरौ न केटा हो। मुजी यो रणदिकी छोरा यसले त्यो भन्यो उसले त्यो भन्यो, चिक्ने यसलाई पिट्नु पऱ्यो उसलाई पिट्नु पऱ्यो, चिक्ने यसको लाइफमा जानु दाइ उसको लाइफमा जानु। फक चिक्ने जाँदिनँ, कहीँ जाँदिनँ, म आफ्नो काम गर्छु छिक्ने। अनि मैले मुजी बाइ द वे पैसा कमाउनु पर्छ भनेर फेमको लागि भने होइन, यो रेकर्ड गरेर हाल है। पैसा कमाउँछु भनेको मैले फेमको लागि भने होइन, मैले भनेको मेरो फ्यामिलीको लागि कमाउँछु भने हो। पैसा जति नै कमाउँछु म मेरो फ्यामिलीको लागि कमाउँछु, मेरो लागि कमाउँछु। त्यो फेम सेम नै त्यो भनेको मलाई मुजी बाटोमा हेल्प गर्नलाई चाहिने कुरा मात्र हो। त्यो तिमीहरू मुजी तिमीहरूले मलाई 1 रुपियाँ दिने पनि होइन, मैले तिमीहरूलाई चिक्ने केही पनि होइन के। त्यो जस्ट चिक्ने तिमीहरू आएको छ सुन, त्यही हो। बढी नबोल, काम गर्न देऊ। बवाल काम गर्छु क्या। यसरी मुजी डिस्ट्र्याक्ट गऱ्यो भने त तिमीहरूले चाहिएको म्युजिक नै पाउँदैन के, छोडिदिन्छु क्या हामी यो म्युजिक। अर्को पैसा आउने कामतिर लाग्छ होइन, त्यस्तो
त्यस्तो इम्पोर्टेन्ट अफ मनी होइन साथी पैसा कति इम्पोर्टेन्ट छ यो सिक्नेहरूलाई के थाहा सिक्ने साथी यसमा राख्नु पर्यो हजुरको त्यो होइन ऋण लाग्नु पऱ्यो नि घरमा सिक्ने अनि थाहा हुन्छ पैसा कसरी यो सिक्ने म जान्छु साथी तिमीहरूलाई त केही छैन म चाहिँ एकछिन साथी केही छैन सिक्ने म चाहिँ घरमा म चाहिँ बाउ आमाको घर छँदैछ सुत्नलाई खाट छँदैछ बेलुका खाना पाक्दै होइन पाकिहाल्छ हाम्रो त छैन बाबु वी गट अर्न आवर सेल्फ पैसा कमाउनु पर्छ डेन्जर ल फ्रम युएसए यस सर यस्तो छ माया केटाहरूको म चाहिँ युएसए अस्ट्रेलिया म चाहिँ जापान कोरिया यस्तोबाट माया देखाउँछ यहाँ नेपालको आफ्नै केटाहरू चिक्ने झारेहरू म चाहिँ न्यु खोज्छ देश चाहिँ केही भनेको छैन म चाहिँ म अहिलेसम्म आएर केही भनेको छैन कि उल्टै सजेसन दिए हो कि ग्याङ यो फेमलाई युज गरेर पैसा कमाउन यार किन म चाहिँ अहिले यसरी रहने किन यो म चाहिँ बेकार चिक्ने फोकटको बरु पैसा कमाम फ्यामिलीलाई ह्याप्पी बनाम त्यो हो कि मेरो माइन्डसेट त्यसरी हो त्यो अगाडिको पनि देखाइदेऊ न स्क्रिन रेकर्ड त्योभन्दा अगाडि भोलको एक भाइसँग कसरी बोलेको थिएँ के बोलेको थिएँ कुरा किन त्यहाँ पुग्यो त्यो कुरा कसरी पुग्यो कि फोन गर्ने बित्तिकै त त्यो भने आएन होला पक्कै के भन्ने हो क्या मान्छे अब भन्दिनँ त्यसलाई मात्र होइन म कसैलाई पनि अब पैसा कमाऊ भन्दिनँ कि किनभने मैले एउटा कुरा हेर है केटा मलाई चाहिँ खासै मतलब थिएन होइन त्यो झारेको म कुरा गर्दिनँ नाम पनि लिन्न तर मैले भन्नुमा चाहिँ के हो भने मलाई मिल्नु छैन कि त्यस्तो झारेहरूसँग ग्वालालाई मैले मिल भनेर पठाएको नि होइन आमा उसले मिल्छु मलाई थाहा थिएन क्या मलाई थाहा थिएन मलाई मिल्नु पनि छैन म मिल्दिनँ होइन झारेहरू आफ्नो ठाउँमा बस म आफ्नो ठाउँमा बस्छु हल्ला नगरौँ त्यही हो अनि यस्तो हो कि म मिल्न पनि गएको होइन कि म यस्तो भयो भोलको एक भाइसँग मेरो कनेक्सन छ म कलमै हुन्छु भोलको एक भाइसँग तर त्यो दिन चाहिँ भोलको एक भाइसँग एकजना उसको साथी रहेछ अनि त्यति बेला कुरा भयो उसको साथीले चाहिँ के हो ब्रदर यार कुरा मिलाम न भनेर अनि त्यसरी कुरा गरे हो एकचोटि उसले पुरै भिडियो कल हाल्ने भन न रेकर्डेड छ भने खै म त त्यस्तो एक्सपेक्ट गरेर गएको पनि थिएन भिडियो कल रेकर्ड गर्ने ह्यान त्यान त्यो मेरो मुजी छँदा नि थिएन ऊ आलो झोला क्या झोलासँग छुट्टै छ यस्तै हो के होइन सानोतिनो टाइप सिट केटाहरूलाई अलिकति सम्झाइदिनु क्या आउ न त यहाँ आउँछौ आज तिमीलाई पर्वलसँग मिलाइदिनु पर्यो तर नमिला होला तिमीहरू त झगडा गर्छ मुजी झोला आइदिएर लाइफमा पर्दैन यत्तिकै झगडा गर्छ मुजी झोला नि त्यस्तै छ फेरि झोला थर्काउन फेरि च्याम्पियन छ नि फेरि खै को झोलाको त फेरि अनि एरियाभन्दा ठुलो ग्याङ छ नि त अनि डर लाग्छ हौ डर लाग्छ तर कसम यहीँ छ होला होइन झोलामा चाहिँ अप्सै भयो नि रन्डी अबीभन्दा बब्बाल छ यो चाहिँ आधाउधी झारेहरू यो चाहिँ फेक ग्याङ्स्टरभन्दा बब्बाल छ हिज अ गुड आर्टिस्ट एटलिस्ट त्यो नेपालको अब के भन्ने छोडिदिनु तारिफ के हानिरहने है छोडिदियो फेक आइडी हो लामो दाइरे गरे हेर्न बाबु फेक आइडी हो कि रियल आइडी हो यस्तो फेक आइडी हो भने फेकलाई भने अब के भन्नु त झोलालाई गएर देखाइदेऊ नि लाइभ झोला यस्तो भयो कि पुरानो दुश्मन सब फ्यान भयो कि नयाँ दुश्मन चाहियो अनि न्यू वान देखो पुरानो दुश्मन फ्यान भयो नयाँ दुश्मन चाहियो चार्जमा चाहिँ नि भनिदिएर अरे चार्जमै होइन बाबु सबै काम चार्जमा आएको अस्तिको एनी हाउ पनि हामी चार्जमा सुती आफै बनेको यसरी सुतेको चार्ज बनेको एनी हाउ बन्दिरा उता भिडियो बन्दिरा फेरि यसरी सुतेको नो किजी बन्दिरा अनि गीत त यत्तिकै मोबाइलमा यत्तिकै पुतुत अपलोड भइदिएर क्या ग्याङ केही गर्नै पर्दैन सुत्यो झुल्यो पऱ्यो चार्जमा बस्यो सक्यो लभ यु ग्याङ लभ यु सबले लभ
यो हेटर्सहरूलाई के अनि आरती फुच्चीलाई नि मैले कुरा मिलाइदिसकेँ केटा मैले कल गरेर अघि सर्ट आउट हानिदिइसकेँ झगडा नगर्ने रे है झगडा कोही पनि झगडा नगर हामीसँग सकेसम्म लेटस वर्क न्युसँग अस्ति भर्खरै आएको छ ब्रो अब आउँछ फेरि छिटै म काम गरिरहेको छु यस्तो हो कि ए सुन्न भाइ सुन्न न्युसँग कहिले आउँछ दाइरे के म काम गरिरहेको छु मलाई डिस्टर्बै नगर के यो महिना 7 वटा गीत आइसक्यो अब 8 वटा आउनलाई मलाई ऱ्याक हान्न थालेँ म गीत गर्ने कि अब यहाँ लाइभ आएर भनेर सम्झाएर बस्ने भन त म यत्रो मलाई हेर न म त गीतै गाउनु छोडिदिइसकेँ भने म त अहिले झगडा मात्र गर्छु नो गीत गाउनु टाइमै छैन एसटीको पैसाले हो त बर्बरले सिक्ने एसटी र यहाँ मुजी सँगै बोला मैले म्याचिङ पैसा लिएको रहेछ भने के साल भन्नु त्यसलाई मुजी मेरो घर आउँछ मुजी पुलिस ल एसटी म्यानको पैसा लिएको रहेछ भने तिमीहरू खै एसटी म्यानको पैसा लिएको रहेछ भने एसटीलाई केस हाल्ने भन्नु खै 5 लाख रेडी गर ब्रदर आउ न त काठमाडौँ के भन्ने त अब तिमी रेडी छौ भने त के पिट्न आउनु रे कहाँदेखि आउँछ बुल्पी हो कि फेक आइडिया बुल्पी म्याच गरिरहेको थियो त्यो मान्छे नेपालमै छैन बुल्पी काठमाडौँमा छैन काठमाडौँ हो अनि यस्तो मान्छे झरेको दाँत रहेछ मुझे लाइभमा आएर काठमाडौँको जहाँ बोलायो त्यहाँ आउँछु रे त्यो पहिला कुरा काठमाडौँमै छैन क्या मुझे काठमाडौँबाट बाहिर बसेर बिहान कि टुर अनि ब्रदरलाई मैले झन् ब्रदरलाई कस्तो राम्रो तरिकाले मैले अस्ति झन् क्या राम्रो तरिकाले ब्रदरको केटाहरूलाई कल गरेर ल है यस्तो झगडा नगरौँ अब भइरहेछ रियल भइरहेछ हिपहप चाहिँ अलिकति ठाउँमा पुगिरहेछ अब यसलाई अलिकति बनाऊँ न त दामी बनाऊँ भनेर म चाहिँ अलिकति सजेसन दिन खोजेको हो पैसा कमाऊँ ब्रदर हामी सँगै मिलेर पैसा कमाऊँ वाइल्ड आउँछ पैसा युट्युबले पनि दिइरहेछ स्पोटिफाई सबबाट पैसा आउँछ कमाऊँ म्याचिङ धनी हुँ भनेको केटाहरूलाई म चाहिँ तलको तलै बस्न मन छ पैसा इम्पोर्टेन्ट होइन अरे मलाई त हो ब्रदर मेरो त घरमा पैसा ऋण लाग्छ मेरो यो महिना मुजी 40 लाख तिर्नु छ घरमा सकिन्छ तिम्रो जित्यो भने 10 लाख हुन्छ 30 लाख घर छ जित्यो भने मेरो घरको 30 लाख बाँकी हुन्छ लोन त्यो तिर्न हिँडिरहेको छु म अनि तिमी आएका मलाई सिङ्गल डबल भन्दै बस्छौ के भन्नु ऋण छ बरु म क्युआर कोड पठाइदिन्छु मेरो घरको ऋण तिर्देऊ त अनि त्यसपछि म बबाल म्युजिक गर्छु लाइनमा आउँछु म घरै बसेर स्टुडियो बनाउँछु घरमा टक्क एउटा होइन घरको खाना खान्छु मम्मीसँग बसेर यसरी काठमाडौँ आएर चिकन दुःख पाएर बस्नु त पर्थेन रुनै मन लाग्छ हो क्या है आँसु आइदिएर मर्द हो भने खेल्दिनँ ब्रो मर्द हो मर्द हो तर म चाहिँ परिवार पाल्नेवाला मर्द हो कि म मेरो परिवार पाल्छु वरिपरिको केटाहरू पाल्छु त्यस्तो खालको मर्द हो म ब्रो जहाँ बोलायो त्यहीँ गएर मुजी गर्दै हिँड्ने खालको मर्द होइन त्यसलाई ट्यापे भन्छ बुझ्यौ त्यसलाई म चाहिँ हावा भन्छ गल्लीको केटाहरू भन्छ त्यसलाई म चाहिँ काम नभएको म त काम भएको मान्छे हो नि मेरो त गीत झार्नु भन्छ दाइ गीत कहिले आउँछ भन्छ म के दिने आन्सर भन त यस्तो हावा कुरा गरेर बस्नु टाइमै छैन म त कस्तो मुजी राम्रो कुरा गरेको रणदीप सर त्यो अपडेट विथ साजनले कस्तो खतरा बनाएर हालिदिएर क्या न्युज त आएका त्यो मुजी फुच्चे हावा झरेको झाटो ए ग्वालाले न्युज म्यानिपुलेट गर्छ ल म मैले मुझे एकचोटि कल गराएको थिएँ क्या यो अपडेट विथ साजन फुच्चेलाई ए दाइ म रिपोर्टर हो ट्रु रिपोर्टर हो अरे ल ओके भाइ थम्स अप हिपहपको लागि गरेर रहेछौ भनिरहेको थिएँ अहिले चाहिँ के हो त भाइ अनि पारा मुजी म्यानिपुलेट हान्दैछ न्युज यस्तो कि तिमीहरू बोल्न ले न भाइ कप त्यो तिमीहरू बोल्न मिल्छ भने हामी पनि आएर यसरी बोल्न मिल्छ के त्यो कुरा जति कोटायो त्यति नै लुप होल बन्ने हो कि यहाँ मुजी के हुन्छ मुजी कोटायो भने सामान पुलिस केस त चिक्ने लम्बेर कहाँ पुग्छ यहाँ मुजी हाम्रो सानोतिनो कुरा हो यो त चिक्ने लम्बिहाल्छ नि कि मैले यहाँ बोली पछि चिक्ने भने चाहिँ यही कुरालाई कल गर्नु जे नै गर्न मिल्छ नि एसटीले मलाई ब्लक गरेछ यार एसटीले खै पैसा उल्टै दिन होला एसटीले
हाम्रो चस्माले त्यो कपाल बानेको स्यामीले कपाल बनाइदिएको त्यसको पैसै दिएको छैन 15,000 खोइ मैले 15,000 जिमी दाईकोमा कपाल काटेको पैसा दिएको छैन जिमी दाईले भनिरहेको छ हामीलाई अनि बौद्धमा मुजी पोल खोल्यो नि त भाइ सबको पोल छ क्या हामी बौद्ध बस्यो हो नि बौद्ध बसेको हो जिमी दाई एकदम क्लोज हो हाम्रो मुजी जिमी दाई प्याटी हो अझै पनि कल गऱ्यो भने जिमी दाईले भाइ कहाँ हो भेट्न आऊ भन्छ फोन गर नबताए सोध एसतिर चाहिँ बरु पैसा तिर्न बाँकी छ त्यसले बरु त्यसले कि बरु गफ हानिदिएर ब्याङ्कले मुजी पैसा काट्यो बिस्तारै बिस्तारै घन्टा काट्छ ब्याङ्कले पैसा एसटीले त्यस्तो बोल्दा चाहिँ मुजी हुन्छ गफ ब्याङ्कले घन्टा काट्छ त्यही माथि चिक्ने यो ब्याङ्कले पैसा काटेको त खतरा केस हो नि ब्रो पैसा मुजी ब्याङ्कबाट त्यसरी भित्र पैसा काट्यो भने त मुजी खतरा केस हो नि यो त पुलिसले ब्याङ्कै मुजी सिज गराउँछ होइन साथी हेटर्स चाहिँ छैनन् मेरोमा कहाँ हेटर्स हुन्छ मेरोमा त मुजी सब लभर्सहरू हो होइन केटा एकचोटि लभ भन्दैन सबले लभ मात्र भन्दैन बवाल छ कि मेरोमा केटाहरू मुजी सब माया गर्न खोज्ने छ यो 2-3 जना आएर मुजी बिचकाउनेहरू यस्तो माया गर्छ मुजी गीत यस्तो दामी गीत दिन्छ मुजी नेपालमा कसले दिन्छ ल भने त्यस्तो साउन्ड भन त यो अहिले जुन हामीले गर्न खोजिरहेको साउन्ड छ कसले दिन्छ के एकचोटि रिसर्च पनि गर न यार केटा हो हाम्रो पछाडिको प्रोजेक्टहरू नि हेर के छ कस्तो छ जुदेको सँगै को कहाँ जुद्यो कसको जुद्नेवाला छ को रन्डीको छोराले हान्न लायो को मुजी बडी बोल्या छ त्यो मात्र कसको दामी गीता छ पनि हेर न नेपालमा आर्टिस्टहरू यस्तो खतरा तिमीहरूले आर्टलाई त चिक्ने रेस्पेक्टै गर्दैन सब यो झगडा मुजी जता झगडा त्यतै मात्र मुजी रन्डी हिरो बन्न जान्छ रेस्पेक्टै छैन आर्टलाई मुजी होइन यहाँ म भन्छु ल आर्टलाई रेस्पेक्ट भएको भए युनिक पोइट दाई नेपालको नम्बर 1 ऱ्यापर हुन्थ्यो अहिलेसम्म आर्टलाई रेस्पेक्ट हुने भएको भए योद्धा नेपालको नम्बर 2 ऱ्यापर हुन्थ्यो होइन त्यस्तो हो के नम्बर 1 युनिक पोइट हुन्थ्यो तर चिन्ने नम्बर 1 को छ जसले धेरै चटक गर्छ त्यही छ सो चटक गर्नै पर्छ चटक हेर्न मन छ भने आऊ नत्र भने नहेर हामी त चटक देखाउने मान्छे हो अनि पैसा कमाउमा हेर नि त्यो चुच्चो कपाल किन त चटक हो नि त्यो त्यति नगरे तिमीहरूले हेर्दैन भन्छ कि मलाई ठुलो बाउहरूले के गरे मुजी यहाँ छेड्छ त्यहाँ छेड्छ त्यति नछेडे त तपाईँहरूले हेर्दैन 10,000 जना हेर्न आउँछ मलाई त्यो चुच्चो पाऱ्यो भने भन्छु होइन त साथी फ्याक्ट होइन यति लाएन भने चिक्ने बाटोमा मुजी हेर्दैन चिक्ने हेराउनु परेन चिक्ने कामै त्यही हो अब डु सम कार्टी सिट छिटै आउँछ यति छ क्या भाइ पेन्डिङमा मुजी यति प्रोजेक्ट छ यति मोर देन रन्डिङ छ 100 वटा भन्दा नि बेसी प्रोजेक्ट छ कि तर मुजी तिमीहरू रेडी नै छैनौ कि तिमीहरू त्यो साउन्डको लागि रेडी नै छैनौ कि त्यस्तो छ कि हेलो एभ्रीवन जो कि युएसमा पनि अझै बल्ल स्टार्टिङ भइरहेको साउन्ड हामीले यता मुजी स्टार्ट गरिसक्यो हामीले रिलिज मात्रै गर्नु बाँकी छ तर मुजी अलिकति मान्छे नै म्याचिङ बुझ्ने खालको छैन यिनीहरू झगडाको पछाडि लाग्नेहरू हो गीतको पछाडि लाग्नेहरू कोही पनि छैन को छ त रियल म्युजिक सुन्नेहरू मुजी 10 जना होला यहाँ 50 कति 55 जनामा 10 जना होला यहाँ मुजी रियल म्युजिक सुन्ने म्युजिकको बारेमा थाहा भएकोहरू हेर नि दुरी नि सुनिरहेछ मुजी यता झगडा पऱ्यो भने मुजी दुर्गेशको मानि गएको छ चिक्ने यता झगडा पऱ्यो भने अनि उता पनि गएको छ ऱ्यापरको मानि गएको छ समीरले उता ग्यास पड्काउनु लाग्यो उतै गएको छ जहाँ जे हुनुलाई त्यहीँ हुत्या छ चिक्ने भेडा हो क्या नेपालीहरू तिमीहरू नेपाली हो तिमीहरू भेडा हो त्यही भएर त भेडा भयो त्यही भएर त प्रचण्डले चिक्ने यत्रो गेम खेलाएर रन्डी लास्टमा अहिलेमा चिन्छ अहिलेको चाहिँ नेपालमा के भएको थाहा छ चिक्ने युएसमा रन्डीको छोरो पहिला कालेहरूलाई गरे जस्तो नेपालमा नेपालीहरूलाई गरिरहेको छ चिक्ने पुलिसले त्यस्तो छ नेपालको सिचुएसन तिमीहरू माचिङ खतरा नेपालको माउन्ट एभरेस्ट नेपाल त बवाल हो नेपाल जस्तो कुनै देश छैन सब बवाल छ नेपाल मात्रै हो यही नेपाललाई बनाम दामी बनाम अरूले हेर्दाखेरि मुजी हो यो केटाहरू त नेपाली केटाहरू खतरा केटाहरू होस् न चिन्ने भाषा बुझ्दैन साईको काम गरौँ न कामले हो चिन्ने
होइन र मैले ठिक कुरा गरेँ होइन र साथी सही हो मैले त मान्छे तिमीहरूको अन्डरस्ट्यान्डिङ लेभल भन्दा पनि माथि कुरा गरेर हो कि अब तिमीहरू बुझ्नै खोज्दैन जहिले स्ट्रिट तलै बस्छ तिमीहरू त्यसरी चाहिँ चिक्ने कहिले उयो लाग्दैन नेपालीहरू गरिबको गरिब भन्छ नि धनी झन् धनी गरिब झन् गरिब किन हो थाहा छ यो मेन्टालिटी तिम्रो मेन्टालिटीले गर्दा ब्रो बुझ्यौ अझै अलिक दिन जङ्गेर 5 लाख लिएर आउँछु भन्ने मेन्टालिटी छ तर अलिकति मिलाएर म चाहिँ ब्रो भनेर के भएको कुरा भनेर बुझ्न आउने मेन्टालिटी छैन होइन र यो कुरा कोलाई पचिरहेको छ भन्नु त ल यो कुरा सही हो भनेर नत्र म चाहिँ सही होइन भने होइन सिक्ने अब हाम्रो तरिका चाहिँ यही हो यो तरिका चेन्ज हुँदैन हामीले गर्ने तरिका यही हो योभन्दा बवाल हुन्छ अलिक बत्तर हुन्छ एस्टिमेन फक एस्टिमेन कति एस्टिमेन लेखिरहेको भने चोर हो त्यो चस्मा चोर आर्डेन भाइलाई सोध गएर अफ्स भन्छ नि तिमीहरू आर्डेनलाई सोध न मेन त मान्छे नै बात हो मान्छे बात हो तिमीहरू के कुरा गर्छौ यार गीत त छोडिदेऊ कुरा गीतको कुरै छोडिदेऊ हाम्रो लेभलमै छ नि त्यो गीत मुझे बज्यो भने नि म थर्काउँछु एस्टिमेनलाई नचिनाए भए पनि मैले त्यो गीत जहाँ बज्छ मेरो वरिपरि म मान्छेको चेन्ज गर भन्छु त्यस्तो खालको हो क्या मेरो मुजी एस्टिमेनको पोइन्ट अफ भ्यू मेरो सही हो नि मेरो भाइ नाइट्रो फर लाइफ एस्टिमेन आयो के अरे आउँदैन के ब्रो मेरो मलाई ब्लक गरेको छ एस्टिमेनले कसरी आउँछ साउट टु के दिने भाइ तँलाई साउट आउट ल्याएर नाम नि भनिदिनु तैँले आफै बुझ्छस् तेरो भाइहरूमा चाहिँ खतरा छ भाइहरू फेरि आज एक दिन माया देखाइदियो भोलि भाइहरूमा चाहिँ खतरा हुन्छ डन हुन्छ दाइलाई चिनी गाली गर्ने खालको भाइहरू छ अनि ठुलो सल्कायो भन्छ रेजलाई निभिसक्छ कि एकैछिनमा अनि सल्काउँदा प्लाट त सबै निप्छ के भन्ने फालिदिने हाल्नै लिइरहनु मन लाग्छ तान्नुभन्दा लिनु बढी मजा लाग्छ यत्तिकै तर म भिडिदिनँ ब्रो